गर्नुपर्छ त्यहाँबाट लाइनमा कहाँ जान्छ शुद्ध रगत चाहिँ 9 टन बनाइसकेपछि के गर्नु होला भन्दाखेरि अब यो पोइन्टदेखि यो पोइन्टसम्म यसरी के भन्छ तपाईँले यसरी ल्याउनु हो भने अनि यहाँ यस्तो बनाउनुहोस् त्यसपछि सिधा यसरी फेरि के सकेपछि फेरि यहाँ ल्याउनुहोस् ल्याइसकेपछि अब तपाईँले यहाँनिर एउटा गोल यसरी गोल गर्नुहोस् है अब के गर्नु होला भनेपछि यहाँनिरबाट एउटा हल्का यस्तो टाइपको लगेर अब यसलाई अलिकता यस्तो यहाँनिर चुच्चो बनाउनु होला मुटुको हामीले जहिले पढाइ गरेपछि बायाँ भागतिर ढल्केर बसेको हुन्छ भन्ने कुराहरू गरेका छौँ हामी यहाँनिर लानु होला अब यति ढल्काइसकेपछि यसलाई जोड्नुपर्छ भन्ने छैन अब यहाँबाट तपाईँले यसरी यसलाई भ्याउने गरी यसरी के भन्छ ल्याउनु हो भने यो चुच्चो परेको टाइपको है यो चुच्चो टाइपको परेको बनाउनु हो भने थोरै यसलाई अलि हामी तल राख्न सक्छौँ यति गरायौँ भने यस्तो ल्यायौँ भने के भन्छ त्यति धेरै चुच्चो पनि नबनाउँ धेरै चुच्चो बनायो भने हामीले सुहाउने देखिँदैन होइन यति खालको चाहिँ गऱ्यौँ भने थोरै ढल्केको जस्तो लाग्छ है त ल अब यति भइसकेपछि हामीले के गर्छौँ त भन्दाखेरि यहाँनिर के भन्छ फेरि यस्तो खालको एउटा के भन्छ भनौँ चाहिँ यसो नामाङ्कन म एकछिनमा गर्छु है नामाङ्कन मतलब तपाईँलाई मैले एकछिन गर्छु नामहरू सबै नामहरू गरिदिन्छु हेर्दै गर्नुहोस् है यस्तो कसरी पनि नाच्छ यसको नामहरू के हो एकछिन पछि हामी सबै कुराहरू यति भइसकेपछि हामीले यहाँबाट फेरि के भन्छ के पढाएको भनेपछि उनको के भन्छ दायराबाट दुई भागमा बाँडिँदाखेरि बिचमा सेप्टमले छुट्याउँछ भन्ने कुराहरू पढाएको है अब हामीलाई नामाङ्कन पनि गर्छौँ है यसरी हामीले के भन्छ मुटु बनाउँदै गर्दाखेरि यो थोरै के भन्छ हामी जतातिर यो चुच्चो हुन्छ नि त्यता भागतिर यो अलिकता लान सक्यो भने अझ सुहाउने देखिन्छ है त नत्र भने फेरि यो चाहिँ अलिक असर यति गऱ्यो भने अब हाम्रो चाहिँ मुटुलाई चाहिँ खुली पारिसकेको छ अब हामीले के बुझ्न जरुरी छ भन्दाखेरि सबैभन्दा पहिला हाम्रो शरीरको माथिल्लो भागबाट ब्लड खिच्छ यसलाई सुपेरियर भेना काभा भन्छ है त यो वाला चीज छ यसलाई सुपेरियर भेना काभा भन्छ यसलाई इन्फेरियर भेना काभा भन्छ है त इन्फेरियर भेना काभा भन्छ अब यसपछि हामी यसलाई एओर्टा भन्छौँ यसरी के भन्छन् हामीले यो पल्मोनरी के भन्छन् भेन भल्भ खुलिसकेपछि पल्मोनरी आर्टरी हुँदै अशुद्ध रगत फोक्सोमा जान्छ याद रहोस् स्मरण रहोस् एउटा मात्रै आर्टरी पल्मोनरी आर्टरी हो जसले अशुद्ध रगत बोक्छ अरु सबै आर्टरीहरूले शुद्ध रगत बोक्दछन् त्यो भएको कारणले गर्दाखेरि यो जब पल्मोनरी भल्भ खुलिसकेपछि अशुद्ध यहाँ भएको अशुद्ध रगत पल्मोनरी आर्टरी हुँदै फोक्सोमा जान्छ फोक्सोमा गइसकेपछि त्यो रगत फोक्सोमा शुद्ध हुन्छ हैन CO2 युक्त के भन्छ रगत त्यहाँ बस्ने अनि O2 युक्त के भन्छ रगत फेरि के भन्छ पल्मोनरी भेन हुँदै फेरि कहाँ आउँछ त लेफ्ट आर्टियममा आउँछ अब यो पल्मोनरी जो भेन छ नि यो पनि के भन्छ अवबाधको रूपमा चाहिँ भेनले जहिले पनि अशुद्ध रगत बोक्छ तर यहाँ आएर के गर्छ भन्दा शुद्ध रगत बोक्ने काम गर्दछ फोक्सोबाट मुटुको लेफ्ट आर्टियमसम्म पुर्याउनको लागि हो यहाँ पुर्याइसकेपछि अब यो भेन मुटु पम्पिङ हुँदाखेरि यहाँनिर रहेको बाइकास्पिड भल्भ दुई मुखे भल्भ पनि भन्छ त्यो भल्भ खुल्छ खुलिसकेपछि अब त्यहाँ भएको रगत कहाँ आउँछ त लेफ्ट भेन्ट्रिकलमा आउँछ लेफ्ट भेन्ट्रिकलमा आइसकेपछि मुटु पम्पिङ गर्दाखेरि यो एओर्टिक भल्भ खुल्छ एओर्टिक भल्भ खुलिसकेपछि यो एओर्टिक भल्भ हेर्नुस् न यो भल्भ यहाँ जोडिएको छ एओर्टा यहाँ छ हो अनि यो एओर्टाबाट शरीरका सम्पूर्ण भागमा टाउकोदेखि खुट्टासम्म विभिन्न भागहरूमा शुद्ध रगत पुग्ने गर्दछ यसरी हाम्रो रक्त सञ्चार प्रक्रिया सम्पन्न हुन्छ